सुजन चखाल जो गण्डकी प्रदेश म्याग्दी जिल्लामा जन्मिएका हुन्। म्याग्दी जिल्ला कप्तान सुजन चखाल जो मध्यपश्चिमाञ्चल हुँदै अहिलेको गण्डकी प्रदेशमा विगत 10-12 वर्षदेखि आफ्नो खेल देखाउँदै पूर्व कप्तानको भूमिका खेल्दै आएका थिए। सुजन चखाल यस्तो नाम हो, गण्डकीको एउटा गढ पनि मानिन्छ, जसले गण्डकी प्रदेशमा आफ्नो भलिबल जीवन, आफ्नो करियर लामो समय बिताउनमा उनी एकमा पर्छन्। सुजन चखाल खेलमा अलि रिसालु भए पनि तर साथीभाइको नजरमा भने एकदमै हँसिलो र एकदमै स्वभावका सुजन चखाल थिए, जो यतिखेर वैदेशिक यात्राको सिलसिलामा जापान गएका छन्। हुन त नेपालमा भविष्य नै छैन र आफ्नो फ्यामिलीको लागि भए पनि, रोजगारीको लागि भए पनि आफ्नो देश र आफ्नो भलिबलको त्यो माया र त्यो त्यागलाई छाड्नुपर्छ नेपाली खेलाडीले। लामो समयसम्म गण्डकी प्रदेशमा पूर्व कप्तानको रूपमा सम्हाल्दै आएका पूर्व क्याप्टेन सुजन चखाल भने क्याप्टेनको रूपमा कहिले पनि उत्रिएनन्। उनीमा त्यो रिस र त्यो जागर र त्यो जोस, भलै सुजन चखालले खेलमा नराम्रो देखिहालन् तर पनि उनी सत्य कुरामा बोल्छन् भनेर दर्शकहरूलाई प्रष्ट थाहा हुन्थ्यो। खेलमा रेफ्री र दर्शक पनि उनदेखि अलिकति डराउँथे र खेलमा भने उनको त्यो स्वभाव बेग्लै थियो र खेलदेखि बाहिर भने उनको स्वभाव निकै हँसिलो पनि थियो। उनले गण्डकी प्रदेश म्याग्दी जिल्लालाई धेरै योगदान दिएका छन्। अझ विशेष गरी त सुजन चखालले गण्डकी प्रदेशलाई यो स्तरसम्म पुर्याउन उनको निकै ठुलो योगदान रहेको छ। नेपालमा हुने थुप्रै भलिबल प्रतियोगिताहरू जस्तै आरबिबी एनबिए कप, टाइगर कप तथा विभिन्न प्रदेश स्तरीय गेममा पनि उनको निकै ठुलो भूमिकामा बाँधिएको त्यो गण्डकी प्रदेशले उनको त्यो खेलद्वारा पनि उनको गण्डकी प्रदेशलाई धेरै ठाउँ चिनाएको थियो। विशेष गरी त उनले नेपालमा हुने ठुला प्रतियोगिताहरू एनबिए कप र त्यसै गरी टाइगर कपको पहिलो, दोस्रो र तेस्रो र चौथोसम्म पनि उनले टाइगर कप खेले र पहिलो टाइगर कपमा उनी बेस्ट सेटर पनि भएका थिए। अलि खेलभन्दा बाहिर र उनको त्यो बोलीचाली र त्यो आनी बानी खुबै मन पराउने गर्छन् र सुजन चखाललाई भर्जिन उपनामले चिन्छन्। र सुजन चखालको अन्तर्राष्ट्रिय लेभलमा भने नेपालको प्रतिनिधित्व गर्ने उनी छनौट गेममा पनि परेका थिए र उनको अन्तिम विकल्पमा उनी फालिएका थिए। अझै पनि भन्छन् सुजन चखाललाई इम राणा मगरले, सुजन चखाल भाइ मभन्दा स्कलमा बढी नै छ, मैले गर्दा हो सुजन चखालले अवसर नपाएको भनेर उनले माफी पनि माग्छन् सुजन चखालदेखि। सुजन चखालको उनको त्यो स्केल, उनको त्यो डिफेन्स, उनको त्यो ब्लक पनि उत्कृष्ट नै हुने गर्थ्यो। उनको बेला बेलामा उनको त्यो स्पाइकले पनि सम्पूर्ण दर्शकहरूको मन जित्ने नै गर्थ्यो। गण्डकी प्रदेशमा लामो समय भलिबल जीवनमा करियर बिताएका सुजन चखाल भने यतिखेर वैदेशिक यात्राको लागि जापान गएका छन् र जापान पनि उनले छुट्टी भएपछि उनले गेम नै खेल्ने गर्छन् र जति पनि नेपालमा अहिले गेमहरू हुने गर्छन्, ठुल्ठुला प्रतियोगिताहरू, उनीलाई सम्पूर्ण गण्डकीवासी दर्शकहरूले मिस गरेका हुन्छन्। त्यही सुजन चखाल, त्यही घनश्याम चौधरी,
त्यही युवा रवि केसी जस्ता पनि खेलाडीहरू दर्शकहरूले सम्झिरहेका छन्। र विशेष गरी त म्याग्दी जिल्लालाई चिनाउनुमा उनको सुजन चोखालको धेरै हात रहेको छ। यतिखेर उनी परदेशमा छन्। हस् त हजुरलाई सुजन चोखालको बारेमा मैले भन्दा हजुरलाई धेरै थाहा छ। भिडियो कस्तो लाग्छ लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला। जय भलिबल।